अब यो गाउँमा चाहिँ पानी चाहिँ माथि माथि चाहिँ गाउँमा पर्दो रहेछ। हेर्नु चारैतिर अन्धकार अबिलार वर्ष पानी। यता सोध्नु पर्ने होला। माथि तर एकपल्ट जानुपर्छ भनेर मलाई जाउँ बिस्तार है। अहिले सोध्दै जाँदैछौँ। दाइ आउले कति टाढा छ यहाँबाट? आउले भन्नुभयो? यही घुम्नुपर्छ बाटो छ नि। बाइक जान्छ है? ए हस्। पहिला पनि हामी अब अर्कै बाटो आयो। अहिले चाहिँ बाढी पहिरो परेको कारण अर्कै बाटो आउँदाखेरि हामीलाई अप्ठ्यारो परेको हो। पहिला आइसक्यो नि। अहिलेमा आएर एक दुईचोटि कार्यमै गरिसक्यो हामीले ल यो गाउँमा। अनि यहाँनिर चाहिँ गाडीहरू पाउँदैछ, सोमाहरू पनि पाउँदो रहेछ। आउलेसम्म हजुर लाउने भएर तिरपाल पानी आयो है। ल गाइजहरू पानी आएको छ है। ल यहाँ साथीहरूले यहाँबाट ओड्ने योजना गर्नु भएको छ। फेरि हामी अब फेरि सुरु गऱ्यौँ। पानी पर्यो, हामीले ऱ्याङबाट ओढ्यौँ। त्यसपछि अब हामी अग्लोतिर अगाडि बढ्दैछौँ। पानी परेको अवस्था छ। ठुलै पानी पर्यो। अब चाहिँ क्यामेरालाई बन्द गर्नुपर्ने अवस्था भयो है त गाइजहरू।